फर्स्टमा सुदन गुरुङ नै आउँछ तपाईहरु सबैजनालाई बचाउनको लागि। आफ्नो देशको लागि यस्तो दुःख त 100,000 कुर्बान हो। तपाईहरुको नि इज्जत नफाल्नको लागि विदेशमा गएर म तपाईहरुको इज्जत पनि धान्नलाई म हर कदम प्रयास गर्छु। चाहे तपाई कांग्रेस होस्, चाहे तपाई एमाले होस्, तपाई माओवादी होस्, हामीलाई त्यस्तो सरकार छन्। तपाई एउटा नेपाली हो मेरो लागि, तपाई मेरो दाजु हो, मेरो भाइ हो। सारा संसारमा सारा ठाउँमा मैले भनिसकेको छु, क्यामेरासँग भाग्ने मान्छेहरू हामी। क्यामेरा आएर बोलेको तपाईले हतपत हामीलाई देख्नु हुँदैन। हामी फिल्डमा उत्रेर काम गर्ने मान्छेहरू। हामीलाई त्यति राम्रोसित बोल्नु आउँदैन होला, तर राम्रोसित काम चाहिँ गर्नु आउँछ। आफ्नो देशलाई जोगाउनु आउँछ। आफ्नो नागरिकलाई जसरी हामी बचाउनु पर्ने गर्छौँ। 3 रात सुत्नु नपरोस्, 4 रात सुत्नु नपरोस्, हामी सुत्दिनौँ। आफ्नो नागरिकलाई बचाउँछौँ हामी। प्रयास गरेकै हो मान्छेहरू। धेरै भयो मैले सहेको। अब यो सम्मानित सदनलाई एउटा रेस्पेक्टेड भ्यू पोइन्टबाट हेर्नुपर्छ। यसमा अलि आफूले बोल्दाखेरि एकदम मर्यादा राखेर बोल्नुपर्छ। तर घुक्कन भइसक्यो। गाह्रो हुन्छ कहिले कहिले तपाईँको यसरी हेर्दाखेरि के